नमस्ते, स्वागत छ यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ म हजुरहरूलाई गदवरीको कटिङ राखिसकेको थिएँ मैले है। र गदवरीको कटिङ चाहिँ आज म प्लास्टिकको यो पटमा चाहिँ म सिफ्ट गर्दैछु है। र हजुरहरूलाई पनि भिडियो सेयर गरिरहेको छु। र हजुरहरूले पनि गदवरीको कटिङ त राखिसक्नुभयो होला है। र मैले चाहिँ मेरो चाहिँ अलिक ढिलो भयो र पनि आज चाहिँ म हजुरहरूलाई भिडियो चाहिँ यहाँ सेयर गरिरहेको छु। र हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला, छेउको बेल आइकन पनि बजाइदिनु होला। र आउनुहोस् आजको भिडियो सुरु गरौँ। र मैले भनिहालेँ गदवरीको कटिङ है। यसको लागि चाहिँ मैले यहाँ गार्डन सोइल है, अनि सेन्ड बलुवा लिएको छु है, अनि गोबरको खाद लिएको छु, अनि किचन वेस्ट कम्पोस्ट लिएको छु है। यति मिलाएर चाहिँ यहाँ मैले पटिङ सोइल मिक्स गरेको। र हेर्नुहोस् है, यस्तो खालको सोइल हामीले तयार पारेको छौँ भनेदेखिको चाहिँ हाम्रो प्लान्टहरू हेल्दी हुन जान्छ, अनि पानी हाम्रो रोकिँदैन है। पटमा पानी रोक्यो भनेदेखिको हाम्रो रुटहरू गल्छ, रुटहरू बिग्रिन्छ। यस कारणले गर्दा हामीले जहिले पनि पटिङ सोइल बनाउँदाखेरि चाहिँ एकदमै लुज खालको राख्नुपर्छ है। हल्का यो सेन्डले गर्दाखेरि चाहिँ हाम्रो पानी त्यति रोकिँदैन है। र मैले चाहिँ यहाँ सोइल तयार पारिसकेर चाहिँ यहाँ पटहरूमा यसरी हाल्दैछु। हेर्नुहोस् है, यस्तो प्रकारले मैले सबै नै पटहरूमा भरिवरी चाहिँ एकैचोटि हजुरहरूलाई फेरि पनि भिडियो यहाँ देखाउने छु। र यो चाहिँ मैले यहाँ यस्तो प्रकारले चाहिँ सबै नै पटहरू चाहिँ रेडी बनाइसकेको छु। पटहरू जति पनि सोइलहरू मैले मिक्स गरेको थिएँ, यो सबै पटहरू चाहिँ यहाँ है सबै रेडी छ। र यस्तो प्रकारले हामीले सोइलहरू पहिल्यै तयार पारिराखेको छौँ भनेदेखिको चाहिँ हामीलाई एकदमै यो हाम्रो स्याफ्लिङहरू हाल्नु हामीलाई सजिलो हुन्छ है। र मैले चाहिँ हिजो अस्तितिर नै मैले सोइल चाहिँ मैले तयार पारिराखेको थिएँ र पटहरू पनि रेडी बनाइराखेको थिएँ है। र यस कारणले गर्दा आज चाहिँ मैले खालि जुन चाहिँ सेफ्लिङ कटिङ राखेको थिएँ मैले गदवरीको कटिङ है, त्यो टिपेर चाहिँ त्यो चाहिँ यहाँ मैले रोप्दैछु। हजुरहरूले यहाँ हेर्नुहोस् है, यस्तो प्रकारले मैले यहाँ यो उसमा रोपेको हेर्नुहोस्, एकदमै राम्रो छ, हेल्दी छ प्लान्टहरू। हेर्नुहोस् है, रुट मजाले रुट आएको छ है। रुटहरू यसरी हाम्रो प्लान्टमा है, बेबी प्लान्टहरूमा रुटहरू यसरी आएको छ भने चाहिँ मर्ने डर हुँदैन है, ड्यामेज हुँदैन। र यो तलको जुन चाहिँ नचाहिने पत्ताहरू हुन्छ है, हामीले रोप्दाखेरि चाहिँ त्यो कालो कालो भइसकेको हुन्छ, त्यो पत्ताहरू चाहिँ टिपेर फ्याल्दा हामीले हुन्छ है। यस्तो प्रकारले मैले चाहिँ यहाँ गदवरीको यो स्याफ्लिङ चाहिँ यहाँ चिट गरिसकेको छु है। र यस्तो प्रकारले हामीले अहिले यो पटमा हाल्छौँ है, यो सानो पटमा। पछि गएर हामीले जति हाम्रो प्लान्ट ठुलो हुँदै जान्छ है, त्यति हामीले पटहरू सिफ्ट गर्दै जान्छौँ। र त्यसपछि हामीले फेरि पिन्चिङ गर्नु चाहिँ बिर्सिनु हुँदैन, पिन्चिङ चाहिँ गर्नुपर्छ है। र मात्रै हाम्रो के अरे यो प्लान्ट चाहिँ बुसी हुन्छ है। पछि बुसी भएपछि पछि हाम्रो फ्लावर पनि धेरै हुन्छ है। र मैले पनि भर्खरै मात्रै अब सिकेर अब अहिले त निकै भयो है, यसरी गदवरीकोहरू राखेको, कटिङहरू राखेको र फ्लावरहरू बनाएको पनि धेरै भयो। र यस कारणले मलाई पनि अहिले चाहिँ थाहा भयो है। र हामीले यसरी जति पिन्चिङ गऱ्यौँ त्यति नै हाम्रो प्लान्ट चाहिँ बुसी हुँदो रहेछ है। बुसी भएपछि त्यो प्लान्ट बुसी भएपछि जब हाम्रो फ्लावर लाग्छ है, जस्तो बर्ड्स लाग्छ, त्यो बर्ड लाग्दाखेरि चाहिँ हामीले फेरि टिप्नु चाहिँ छोडिदिनुपर्छ, पिन्चिङ गर्नु छोडिदिनुपर्छ। फेरि पिन्चिङ गरिरहनु मात्रै होइन, त्यति बेला चाहिँ पिन्चिङ गर्नु छोडिदिनुपर्छ। त्यसपछि छोडिदिएर हामीले त्यो बर्ड्सहरू लागेपछि हेर्नुपर्छ, यति बिघ्न बर्ड्सहरू हुन्छ, अनि हाम्रो प्लान्ट चाहिँ फ्लावर चाहिँ धेरै हुन्छ है। यस्तो प्रकारले र म पनि अहिले चाहिँ यस्तै गर्छु। र अहिले मैले यहाँ सबै नै सेट गरिसकेको छु। हेर्नुहोस् है, अहिले चाहिँ एकदमै हेल्दी प्लान्टहरू छ। र हामीले यस्तो प्रकारले नर्सरीबाट किनेर ल्याउनु भन्दा चाहिँ हामीले
घरकै है हामीले गदवरीहरू घरकै प्लान्टहरू नै हामीले कटिङ राखेको छौँ भने हामीले गएर किनिरहनु पर्दैन र जुन चाहिँ आफ्नो भेराइटी छैन है त्यो क्वालिटीहरू त्यो भेराइटीहरू ल्याएर हामीले घरमा हामीले मिसाउँदा हुन्छ है र हाम्रो घरमै हुनेहरू त हामीले घरबाटै कटिङ राखौँ है र म चाहिँ यस्तो प्रकारले गर्छु र आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो मन पऱ्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला हस् त आजलाई यति नै फेरि अर्को भिडियोमा भेट गर्ने छु तबसम्मको लागि हेर्दै गर्नुहोस् मेरो युट्युब च्यानल ह्याप्पी गार्डनिङ